हामी चाहिँ मेडिकल गर्न गइरहेको छौँ। गुड मर्निङ एभ्रीबडी हैन, वेलकम टु ब्लग 5। सबैजना मेडिकल गर्न रेडी। गुड मर्निङ। यो चाहिँ हाम्रो मेन गेट हो। भ्यानमा चढ्दैछ चोरहरू। मलाई नरोक उयो अर्को ब्लर हुँदो रहेछ मस्त। यहाँबाट चाहिँ अब 2 घन्टा कि 1 घन्टाको उयो छ, राइड छ। त्यसपछि हामी त्यसपछि बदला जाने भने म त अगाडि जानु पऱ्यो नि, अहिले सिट पाएन भने। छ हाम्रो भ्यान बाहिर चाहिँ यस्तो छ केटा हो, ठ्याक्कै युनि बाहिर चाहिँ टाढो गयो अगाडि गाडीमा चाहिँ। गाडी फुल भएर चाहिँ हामी ट्याक्सीमा जाँदैछौँ। भिआइपी एक्सपिरियन्स गाडी बुक भएर हामी फेरि ट्याक्सीमा यहाँबाट 1.5 घन्टा, यहाँबाट 1.5 आवर लाग्छ। हामी चाहिँ यताबाट जाँदैछौँ है। अगाडि 2 जना छ ट्याक्सी, हामी 4-5 जना ट्याक्सीमा भयो। टल्केर राम्रो आयो होला तर भिडियो त यार गाना हाम्रो सिर्फ नेपाली हिन्दी पनि आकै। मेन कुरा भनेको चाहिँ यहाँ ट्राफिक लाइटको उयो नै हुँदैन क्या, नम्बरै हुँदैन कति मिनट भयो भनेर होइन। सबै यहाँ फोनमा हुन्छ क्या, यहाँ फोनमा कति सेकेन्ड बाँकी छैन। ग्रिन लाइटलाई रेड लाइटलाई 30 सेकेन्ड। मेन कुरा भनेको चाहिँ थियो छ यहाँ, सबै म्यापमा हुन्छ यहाँ। फाइनली हामी चाहिँ मेडिकल सेन्टर आइसकेको छ। नेपाली भ्लग बनाउनु, नेपालीमा बोल्नु मिल्छ क्या। नेपाली भन्दैछु। फाइनली लेट्स गो। त्यहाँहरू गर्दैछ हामी। सो फाइनली हाम्रो चाहिँ मेडिकल भयो, तर मेडिकलमा चाहिँ हाम्रो हात्ती नआएर हामी चाहिँ अब भोलि फेरि आउँछौँ। त्यही भएर अनि अहिले चाहिँ आधी गइसक्यो, अब आधी हामी छौँ। देन त्यसपछि फेरि भोलि यहाँ छ क्या, यहाँ आउनुपर्छ फेरि भोलि। कति रुपियाँ 40 रुपियाँ तिरेर आउनुपर्छ। 40 रुपियाँ आउनु जानु त 40 रुपियाँ तिरेर यहाँ आएर अनि फेरि भोलि चाहिँ अब यहाँ के गर्यो भन्दाखेरि इसिजी, मुटु इसिजी के गर्यो हाम्रो इसिजी, अनि एक्सरे, त्यसपछि त्यो हाम्रो अर्को के भन्छ त्यसलाई आँखाको जाँच गरायो, अनि त्यसपछि हाइट र वेट नाप्यो, त्यसपछि सक्यो। अनि गुड र पिसाबको गऱ्यो, पिसाब चाहिँ आयो, तर अब आर्चीको चाहिँ अब भोलितिर अब लिएर आउनुपर्छ स्याम्पलहरू चाहिँ। सो अघि चाहिँ हामी अघि क्याबमा आयौँ, अब हामी जाँदैछौँ गाडीमा। ओइ फुच्ची हाँ हाय बोल दो। हाय, इसका नाम हम था। अभी शुरू है 960। हाँ ल हामीले चाहिँ 40 रुपियाँको सट्टा 50 रुपियाँ तिरेको छौँ। ओए बहिनी, अनि 40 रुपियाँको सट्टा 50 रुपियाँ तिर्यौँ, किनभने हामी जाँदा ट्याक्सीमा गयौँ, आउँदा पर्सनल भ्यानमा आयौँ। हामी तिरेन, एकैचोटि यहीँ तिरेको। आउनु जानेको ल्यायो। अनि त्यसपछि अब हामी चाहिँ जाँदैछौँ खानथिङ खाना खानलाई, तर त्यतिखेरसम्म हामी पुलिस स्टेसनमा गएर पेपर लिन्छौँ होला। केटीहरू आउँदैछ। अनि त्यसपछि अनि अरू भनेको अब आज हामी पैसा साट्न जान्छौँ होला। पैसा 1 रुपियाँ छैन, पैसा सकिसकेको छ गाइज। यो चाहिँ ग्राउन्डको स्टेडियम यस्तो छ है गाइज। यहाँ फुटबल ग्राउन्ड, रनिङ, हाई जम्प, हाई जम्पले रन, यो के भन्छ यसलाई, लङ जम्प भन्छ होला होइन यसलाई। सही छ तर
भरे यहाँ बेलुका मान्छे टन्नै हुन्छ क्या अहिले त अब गर्मी भएर अब चाहिँ हामी जाँदैछौँ मार्टतिर आरटी मार्ट भन्नेतिर जाँदैछौँ सो त्यहाँ गएर आज पनि सामानहरू हेर्ने हो अगाडि जाँदैछ सेनापतिहरू यहाँ आज चाहिँ हामी यतिजना मात्र छौँ ल गाइस यो चाहिँ हाम्रो आरटी मार्ट प्राइस चाहिँ अब कति हो थाहा छैन अब आरटी त्यो लेखेको हो क्या आरटी नै हो लेखेको अनि अब कति रुपियाँ रहेछ भने चाहिँ हेर्छौँ हामी सस्तो रहेछ भने अलिकति चामल किन्ने नत्र भए त सुइसी घर जाने हजुर कस्तो क्युटवाला छ केक 2 येनहरू 2 रुपियाँमा रहेछ यस्तो खानेकुराहरू चाहिँ गाइज जाँदैछौँ हामी अब बच्चाहरूको लागि हाम्रो त्यो सिभिल मलमा जस्तो जाउँ है कता जाने हो कहाँ छ 5 युएन कपडा मार्ट आरटी मार्ट भित्रको गाइज चढ्ने हो कोही यसमा खेलौनाहरू यहाँ नि खेलौनाहरू रहेछ यार यही भित्र छ खेलौनाहरू यो किचन उयो या त उयो रहेछ यार खेल्ने ठाउँहरू रहेछ यता अब हामी सेकेन्ड फ्लोर रनमती झन्डै लड्यो सेकेन्ड फ्लोर जाँदैछौँ दोषको र मेरो चाहिँ एउटै लुगा छ क्या तर बार सातवटा सेम अब हामी सेकेन्ड फ्लोर जाँदैछौँ यो चाहिँ फोनहरू छ यहाँ हामी फोन पनि किन्ने भनेको छौँ तर मजाको छ यार तर यता त ठाउँहरू उता परसम्म छ अब फोनहरू हेर्छौँ एकैछिन यहाँ चाहिँ यो मार्टको चाहिँ यतातिर नि छ कस्तो राम्ररी सजाएको छ यार लुगाहरू रहेछ यता के किन्ने चाहिँ फिक्स भएको छैन तर हेर्दैछौँ हजुर अनलाइनमा धेरै सस्तो छ अलिकति महँगो छ यहाँ त अब हामी यतातिर चक्लेटहरू यिनीहरू खानेकुराहरू हजुर त्यो 5% डिस्काउन्ट लेखाला दोस्त 50% सब 50% डिस्काउन्ट लेखा हो क्या जुत्ताहरू यता रहेछ जुत्ता चप्पलहरू बुटहरू होला यता है स्याम्पूहरू रहेछ है दोस्त ब्राउन राइस त्यही सोधेको क्या फेरि दोस्त त्यो त उयो होइन के अरे सेल्फ होइन यो त कति आइटम ओए शङ्खर किरा नि रहेछ शङ्खर किरा यो के हो पानीभित्र केही देखेको छैन तर उयो मोबाइलबाट चाहिँ अलिक राम्रो छ हेर न स्क्यान तिम्रो डाटा चलेर दोस्त यो त उयो होइन रे फिस रे माछा रे हो कि के माछा भन्छ यसलाई स्कर्पियो प्राउन होइन यो नि यहाँ झिङ्गे माछा नदीको रहेछ झिङ्गे माछा क्याटकस क्याटकस के अरे यो उयो झिङ्गे माछा अर्को ठुलोवाला नि छ यहाँ गङ्गेटा क्याटकस भनेको छ गङ्गेटा माछाहरू हामीले खाने माछा नै होइन तिनीहरू यार मरिसकेको छ फ्रेस मरिसकेको छ कति त फ्रेस बनाएर राखेको थियो उनीहरूले सब कत्रो ठुलो माछा हो माछाको साइडमा हिल छ हो हिल भ्यागुता नि छ है खानालाई भ्यागुता अनि टर्टराइस भ्यागुता र टर्टराइस भ्यागुता त खान्छ है तर हामीले स्क्विड अक्टोपस थियो यहाँ त सकिसकेको छ यहाँको त
प्राउन रहेछ यो नि सेम प्राउन छ यस्तो भित्र फ्रोजनवालामा छ तर यो चाहिँ होइन प्राउनवाला यिनीहरू चामलहरू यिनीहरू चाहिँ भिजाएको चामलहरू उयो हाम्रो के अरे के भन्छ अरे यसलाई मुङफली बदम के बदम भन्छ बदम उयो किमा नुडलको थुक्पाहरू यो त रहेछ 9 रुपियाँ भनेको 180 रुपियाँ यो दुधहरू होला यो चाहिँ बच्चाहरूको लागि क्रिम दुध योगर्ट रहेछ यो योगर्ट यत्रो ठुलो छ यो सेकेन्ड फर्स्ट फ्लोर हो यो त सायद यस्तो बिस्कुटहरू टाइपको छ यस्तो फ्रेसली मेड आइरहेको छ तर टमाटरहरू रहेछ टमाटर कति रहेछ यार लोकल टमाटरहरू यिनीहरू चाहिँ 500 ग्रामको 11 रुपियाँ समथिङ क्यारोट ब्रोकौली सफरखण्ड समथिङ के हो यो मसरुम पनि रहेछ लसुनहरू यहाँ रहेछ दोस्त अदुवा लसुन खोर्सानीहरू तरकारीहरूको चाहिँ यता रहेछ है तरकारीहरू यहाँ छ केराहरू यहाँ मकै गुन्द्रुक नेपाल यो गुन्द्रुकहरू यो गुन्द्रुक यो मिश्री उयो के भन्छ यसलाई नुन पनि यसरी बेच्छ यार यिनीहरू नुन र चिनी तितरा टाइपकोहरूको के अरे ड्राईहरू मिठो माछा यो सिद्रा माछा त्यो तितरा टाइपको माछा माछा रे मासु शीतन चाहिँ के लाने यार साँच्ची मुङफली बदम भन्ने हाम्रो चाहिँ बदम भन्छ क्या फेरि तल्लोबाट आएको माथि केही छ कि भनेर आएको तर पार्किङ लट रहेछ क्या यहाँ दामी छ तर पार्किङ लट पनि दामी छ 15 येनको स्ट्रबेरी खानु परेछ बनाउँछ अब जाऊ तिमी अगाडि यो स्ट्रबेरी मिठो छैन अच्छा रहेछ यार मैले त अघि हेर्नै बिर्सेछु कछुवा यहाँ कछुवा यो कुन चाहिँ माछा हो यार खतरा माछाहरू छ गङ्गेटा चाहिँ त पाल्न मिल्छ केटा हो यो शङ्ख किरा गङ्गेटा यो यसलाई चाहिँ कस्तो खालको त्यो कुन चाहिँ माछा भन्छ नि यसलाई त्यो वाला माछा रहेछ उयो यस्तो सेतो नि रहेछ यो कुन चाहिँ खालको के पो भन्दाखेरि यिनीहरूलाई है माछाहरू पाल्नलाई कलरफुल माछाहरू छ सब माछा 4 रुपियाँ एउटा पिसको अरू छैन त्यस्तो फुलहरू छ गाइज हामी चाहिँ गयो ल ल्याङ्ग्वेज ब्यारियर भएर यहाँ हान्दैछौँ यो खेल्ने रे हो यो खेल्ने रे पैसा नभएर यहाँ खेल्ने भनेर बसिरहेको छौँ 40 युएन आउनु हेर्न आऊ हेर्न जाउँ आऊ तिनीहरू बस्दै गर्छ हामी हेरौँ यो खेल्ने गुडी मान्छे यही छ यहाँ बिहार पनि छ खेल्ने भनेको केटाहरूले यो वाला खेल्ने भनेको 21 रुपियाँ गयो नयाँ फोन आयो गाइज अनबक्सिङ गाइज 40,000 को फोन चार्जर भित्रै हुने रहेछ ल
चेक गर अब सबै 看一下外观。 Redmi 15 Pro Plus है ल दामी हेलोमा छिरायौँ थियौँ अँध्यारो हुन आँटिसक्यो पानी पर्न आँटिसकेको छ गाइज कस्तो ढिलो गरायो के अरू नानी फोन हो उसले हो क्या फोन अलिकति त्यो सेटअप गर्न टाइम लागेर हो ढिलो भएको अब एकैचोटि बाटोमा जाने अनि ड्रम जाने आउँदो रहेछ कि त्यसले मेरो आइफोनको हेरेर स्यामसङको सेट गर्न लाग्छ त्यसले चाइनिज फुड चिकन भनेको छ सबै भन्न चाहिँ दिस वान यहाँबाट चुज गर्नुपर्छ यो चाहिँ यो के अरे गाईको रहेछ माछाहरू रहेछ त यहाँ यस्तोहरू नि गर्नु मिल्छ कि तर दिस वान इज जस्ट ट्राई मासु चिकन है यो चाहिँ फेरि नाइट वक हिँड्दैछौँ हामी चाहिँ अहिलेको 8 बजेको छ सो आजको भ्लग चाहिँ अलिक धेरै लामो भएको जस्तो लाग्यो सो आजको लागि चाहिँ यहीँ एन्ड गर्न चाहन्छु प्लिज लाइक सेयर एन्ड सब्सक्राइब सी यु टुमारो